Hello guys, welcome to my channel with another tutorial video. हजुर हेर्दै हुन्छ हजुरको आफ्नै च्यानल डिजिटल टेक नेपाल। आजको यस भिडियोमा म तपाईहरुलाई बताउने छु यदि तपाईहरुसँग कुनै पनि फाइल छ, डकुमेन्ट फाइल छ भने त्यो फाइल चाहिँ छुट्टै छ भने त्यो फाइललाई चाहिँ कसरी कन्भर्ट त्यसलाई चाहिँ मर्ज कसरी गर्ने तपाईहरुले सुन्नु भयो होला पीडीएफ मर्ज हैन। त्यस्तो तपाईहरुले फाइल मर्जिङहरु सुन्नु भयो होला। मोस्ट तपाईको अफिसमा काम गर्नेहरुले पीडीएफ लाई मर्ज गर्ने उनीहरुको हुन्छ हैन। पीडीएफ लाई मर्ज अब धेरै फाइलहरु सेपरेट छ भने त्यसलाई मर्ज गरेर एउटा फाइल कसरी गराउने हैन। आजको भिडियोमा म तपाईहरुलाई बताउने छु कि एमएस वर्डमा जति पनि फाइलहरु छ तपाईले मर्ज कसरी गर्ने है त। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा प्लिज डु लाइक कमेन्ट एन्ड सब्स्क्राइब माइ च्यानल। डोन्ट मिस आउट द एनी अपडेट इन फ्युचर। सो गाइस लेट्स गेट स्टार्टेड है त। सो गाइस तपाईले देख्न सक्नुहुन्छ दिस द माई स्क्रिन एन्ड मसँग यहाँ तीनटा फाइल छ। सो तीनटा फाइल छ। सबैभन्दा पहिला हजुरले यहाँ गएर चाहिँ फाइल ओपन गर्नु होला। नयाँ फाइल ओपन गर्नु होला किनभने तपाईले यो भित्र इम्पोर्ट गर्नुपर्ने हुन्छ। किनभने तपाईहरुले यो भित्र चाहिँ इम्पोर्ट गर्ने छौं, हामी कम्बाइन गर्ने छौं। सो सबैभन्दा पहिला यहाँ देख्न सक्नुहुन्छ मेनु बारमा तपाईले इन्सर्टमा जानु होला। इन्सर्टमा गइसकेपछि तपाईले यो साइडमा देख्न सक्नुहुन्छ अब्जेक्टमा क्लिक गर्नु। क्लिक गरिसकेपछि टेक्स्ट फ्रम फाइल भन्ने छ हैन, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यो डायलग बक्स खुल्नेछ र तपाईहरुले लोकेसन चुज गर्नु होला कहाँ चाहिँ तपाईले डकुमेन्ट राख्नु भएको छ। मैले चाहिँ यहाँ डेस्कटपमा PRO भन्ने एउटा फोल्डरमा राखेको थिएँ हैन, PRO1 है त। त्यसपछि यो फाइल छ। यो फाइलमा तपाईहरुले अब कन्ट्रोलसँग 1 बाइ 1 सिलेक्ट गर्न सक्नुहुन्छ। यसरी सिलेक्ट गरिसकेपछि तपाईहरुले यहाँ इन्सर्ट गर्नुपर्ने हुन्छ। मैले यो चाहिएन, यो कुनै फर्मेट अरु फर्मेट थियो भने मैले यसमा यसरी क्लिक गर्दाखेरि यो दुईटा मात्र सिलेक्ट भयो। तर मलाई सबै चाहिएको छ। सो मैले कन्ट्रोल ए गर्दा नि हुन्छ हैन। तपाईहरुले चाहिँ अब 1 बाइ 1 कन्ट्रोल दबाएर फाइल 1 फाइल 2 फाइल 3 व्हाटएभर यु हेभ इन फाइल नेम हैन तपाईहरुले यसरी सिलेक्ट गरिसकेपछि इन्सर्ट गर्न सक्नुहुन्छ। इन्सर्ट गरिसकेपछि गाइस तपाईहरुले देख्न सक्नुहुन्छ यो तीनटै मैले जति पनि यो फाइलहरु यहाँ ल तीनटामा भएको फाइलहरु हैन, यो अलग-अलग कलरको फन्टहरु अलग छ हैन। यो सबै एउटै फोल्डरमा एउटै एमएस वर्डमा आयो। अब तपाईले यो सबैलाई सेभ गरेर एउटा नयाँ लोकेसनमा सेभ गर्न सक्नुहुन्छ। जस्तै मैले ब्राउजमा गएर मैले फेरि त्यहीमा गएर डेस्कटपमै गएर PRO भित्रै हैन, PRO फोल्डर भित्रै डेस्कटपमा गएर PRO भित्रै मैले यहाँ एउटा यसको नेम पनि रिनेम गरे है, मर्ज। त्यसपछि सेभ गर्नु होला। सेभ गरेपछि अब यो एउटै भिडियो एउटै चाहिँ तपाईको फाइलमा आयो। जस्तै यो तीनटामा भएको कन्टेन्ट तीनटा एमएस वर्डमा भएको कन्टेन्टहरु सबै योमा आएको छ है। जस्तै मैले यहाँ फाइल 1 मा क्लिक गरे येलो थियो यसको कन्टेन्ट हैन, अनि फाइल 2 मा क्लिक गर्दाखेरि पिङ्कमा थियो हैन, अनि फाइल 3 मा पनि पिङ्कमा थियो है। अब यो सबै एउटैमा आएको छ। यो मर्ज फाइललाई हेर्नु होला तपाईले हैन। ल पहिला येलो थियो अनि पिङ्क है त गाइस। यसरी तपाईहरुले टाइम सेभ गर्न सक्नुहुन्छ हैन। तपाई यदि हजुरसँग धेरै फाइलहरु छ हैन, अब मोर देन लाइक 10 to 15 छ भने अब त्यसलाई 1 बाइ 1 ओपन गर्दै कपी पेस्ट गर्नु भन्दा हैन हजुरहरुले यसलाई जस्ट ओपन गरेर यसलाई चाहिँ टेक्स्ट फर्म गरेपछि इन्सर्टबाट टेक्स्ट फर्म गरेपछि डाइरेक्टली तपाईले फाइललाई यसरी इम्पोर्ट गर्न सक्नुहुन्छ। इम्पोर्ट गरेपछि टाइम पनि सेभ भयो हैन, तपाईहरुलाई चाहिँ इजी पनि भयो। सो गाइस आजको भिडियोमा यति नै। म हजुरलाई भेट्ने छु with the new topic with a new video. So don't forget to like, comment and subscribe. So stay safe, Jai Nepal, and have a good day.